हजुरको साथमा टिभी कार्यक्रममा आएका छौँ र दिनेश परियार यो कार्यक्रमको सञ्चालक यही हुनुहुन्छ। उहाँहरूले चाहिँ आजबाट विशेष गरेर लाइभ दोहोरी सुरुवात गर्नुभएको छ। अब दिन दुखीहरूको लागि चाहिँ उहाँहरूले राहत दिने गरेर चाहिँ एकदमै राम्रोसँग टिपिकल हिसाबमा सबै फ्यामिली बसेर हेर्न मिल्ने सुन्न मिल्ने गरेर चाहिँ उहाँले दोहोरी सञ्चालन गर्नुभएको छ। दिनेशजी लगायत सम्पूर्ण टिमलाई एकदमै धेरै धेरै बधाई धन्यवाद भन्दै स्वागत छ सम्पूर्ण मिडियामा। धेरै धेरै सम्मान छ हजुरलाई। यो अमूल्य समयमा हामी हजुरको साथ टिभी कार्यक्रममा आइदिनु हो सबै सिङ्गल मिडिया टिमलाई सबैलाई धेरै धेरै धन्यवाद छ। कस्तो खालको कार्यक्रम हो? मैले अलिकति पृष्ठभूमिमा त भने हैन, अब तपाईँहरूको भिजन कस्तो हो? पछिल्लो समय लाइभ दोहोरीहरू एकदमै धेरै आइरहेका छन्। कस्तो छ तपाईँहरूको यो प्रोग्रामको फर्मेट चाहिँ? यो हाम्रो कस्तो छ भन्दाखेरि तपाईँले भनिसक्नुभयो, मैले भन्ने कुरा चाहिँ हाम्रो कस्तो छ भने काठमाडौँमा नेपालभरि धेरै खालका लाइभ दोहोरी छन्। हामीले त्यसलाई फलो गरेका होइन। म मेरो एउटा आर्थिक रूपले हरेक किसिमले म पनि साउन्ड सिस्टम हालेर हरेक किसिमको यहाँ धेरै हाम्रा कलाकार चर्चित कलाकारले पनि म माथि लाग्न सक्थेँ। मैले यो देशको स्थिति देख्दै गर्दा देशका हरेक कुरा चुनौती छन् नि त त्यो जनतालाई। त्यो भएको कारणले पनि जुन बाजुरादेखि पूर्वदेखि पश्चिमदेखि हरेक किसिमको त्यो समस्याको चाप बिरामीको चाप बढेको भएको कारणले यो माध्यमले चाहिँ मैले कसैको सिकेर पनि गरेन, मैले भोगेर त्यो काम चाहिँ गर्नुपर्छ भनेर आज यो जुन यहाँ दिदी दाइहरू हुनुहुन्छ, नेपाली गीत सङ्गीतलाई माया गर्ने व्यक्तित्वहरू हुन्छ, नेपाली गीत सङ्गीतको माध्यमबाट चाहिँ मैले दुखी बिरामीलाई अनि जतिसँगले मृगौला पीडित धेरै किसिमका बिरामी छ नि त, त्यो भएको कारणले यो नेपाली गीत सङ्गीतको माध्यमबाट चाहिँ मैले के हुन्छ कि भनेर जुन यो अहिले नयाँ अफिस हो स्टुडियो लगभग 2 वर्ष 2टा स्टुडियो चेन्ज गरेँ मैले, किनकि आफ्नै समस्या हरेक कुराको पनि बाधा आउँदाखेरि चाहिँ चेन्ज गरेर आज यहाँ आइरहेको छ र विशेष गरी सबैलाई यो कार्यक्रम हेरिदिनु होला भन्न चाहन्छु म। कस्तो तपाईँहरूको चाहिँ विशेष लाइभ दोहोरी हो कि अथवा दुखी पीडितलाई सहयोग मात्रै गर्ने हो कि अथवा कस्तो खालको? हाम्रो कस्तो छ भने हामीले लाइभ दोहोरी पनि राख्छौँ। त्यो लाइभ दोहोरीको माध्यमबाट हामीले दुखी बिरामीलाई सहयोग गरिरहेका छौँ। अनि अर्को के छ भन्दाखेरि हामीले मेन कुरा नेपाली गीत सङ्गीतलाई पनि एउटा उजागर गर्नुपर्छ र त्यसलाई चाहिँ अहिले हामीले तपाईँले अघि पनि भन्नुभयो, हामीले त्यो फ्यामिलीसँग सुन्ने खालको चाहिँ दोहोरी होस् कि होइन, कसैको गीत गाउँदाखेरि त्यसको न्याय मारेर कसै कलाकारले नगाइयोस् भन्न त्यो पनि चाहन्छु। र यहाँ धेरै कमी कमजोरी छन्। त्यही कमी कमजोरीको बारे 18, 19, 20 लाख बाढी नि त। त्यो कमी कमजोरी भन्दा पनि दुःख बिरामीले जुन यो माध्यमबाट मैले सहयोग गर्न पाएँ त्यसका लागि म लगायत त्यहाँ पछाडि सबै सदस्यहरू हुनुहुन्छ, धेरै दिदीदाईहरू हुनुहुन्छ, यहीँबाट पनि धेरै कलाकारलाई माथि पुर्याउन सकियो। र विशेष गरी यहाँबाट मैले यो कार्यक्रम चलाइरहँदा चाहिँ मैले गर्दा म मरेर 10 जना 5 जना उनी म मर्न तयार छु यो कार्यक्रमको लागि। म त्यो सोचेर चाहिँ यो कार्यक्रम सञ्चालन गरेको छु। मेरो पढाइ त्यागेको छु, मेरो घरको ऋण हरेक किसिमका यो कार्यक्रमको मार्फत चाहिँ हरेक कुरा त्यागिरहेको छु। मैले आज किन तपाईँलाई यहाँ इन्भाइट गरेँ भने धेरै दिन दुखी छन्, अरू पनि मसँग जोडियोस्, अरू पनि सहयोग गर्ने मान्छे जोडियोस्। मैले 2000 सहयोग गरेँ भने 1000 रुपियाँ अर्कोले सहयोग गरिदियो भने 3000 हुन्छ नि त। त्यो भएको कारणले चाहिँ मैले यो जोड्ने माध्यम बनाएको छु। यो कसैको देखासी होइन, यसले गरेर मैले पनि गर्नुपर्छ, कसैको खुट्टा काट्न लागि केही पनि होइन। म यो आग्रह गर्न चाहन्छु। तपाईँ गायक हो आफैमा पनि? म गायक होइन, म खासै भन्यो भने चाहिँ म्युजिसियन पनि हो। अलिअलि एकल गीत पनि गाइन्छ। अनि विशेष गरी म पढ्ने स्टुडेन्ट हो, म पनि यो पोलिटिकल साइन्स पढ्छु र त्यसलाई अलि धरातलमा राखेर चाहिँ आज नेपालको स्थिति यो हुँदाखेरि दुखी बिरामीको चाप बढिरहँदाखेरि यहाँ दिदी दाइहरू सबैले थाहा छ यहाँ धेरै किसिमको बिरामी भइरहेका कारणले चाहिँ मैले कलाकार भन्दा पनि यो क्षेत्रलाई चाहिँ बढी फोकस दिएको छु। तपाईँको घर चाहिँ? मेरो सुदूरपश्चिम बाजुरा। कति भयो तपाईँले चाहिँ यो क्षेत्रमा लागेर यसरी दुखी पीडितलाई सहयोग गर्नुपर्छ भनेर चाहिँ हिँड्नु भएको? यो लगभग मैले जब पढाइलाई मध्यनजर गरी अलि टाढा रहेँ, लगभग 2 वर्षको पिरियडमा लगभग 2 वर्ष भयो होला यो कार्यक्रम सञ्चालन गरेको। 2 वर्षमा तपाईँ एक्लैको हो कि अरू पनि टिम हुनुहुन्छ? म एक्लै छु। हुन त दाइहरूले सपोर्ट गर्नु भएको छ, नेपाली गीत सङ्गीतलाई माया गर्ने व्यक्तित्वहरू हुनुहुन्छ, उहाँले सपोर्ट त आफ्नो एउटा आफ्नो अपनले पनि गर्नु भएको छ। उहाँलाई पनि यहाँ आएर पनि केही सहज होला त्यो धारणा पनि सहयोग गरिदिनु भएको छ। म अहिले एक्लै लागेको छु र विशेष गरी यो ठाउँमा काम गर्दा अलि अप्ठ्यारो रहेछ भन्ने मैले महसुस गरेँ। किनकि भन्दाखेरि मैले पैसा बुझाइरहँदा, पैसा सहयोग गरिरहँदा, पैसा जुन मान्छेले दिइरहँदा त्यो अलि मान्छेले सबैले त्यो भित्रबाट चाहिँ सकारात्मक नबुझिदिँदो रहेछ जस्तो लाग्यो। तर त्यो होइन, हामीले सबैका लागि सकारात्मक सोच्नुपर्छ भन्ने चाहिँ मैले यो कार्यक्रममा सबैले भन्न चाहेँ। तपाईँ अब एकल गीत पनि गाउनु हुँदो रहेछ, आजबाट अब दोहोरी हामी छौँ हजुरको साथमा टिभी कार्यक्रम भनेर पनि तपाईँले सञ्चालन गर्दै आइराख्नु भएको छ। एकल गीत एउटा सुनौँ न तपाईँको। एकल गीत भन्दा पनि म आज लगभग सुतेकै छैन गाउनका लागि, सरी। अनि किनकि म हिजोदेखि अस्तिदेखि यो कामले गर्दा यताउति गर्दाखेरि सबै कुरा तनाव गर्दाखेरि म आज गाउन सक्ने सम्भावना छैन। आज पनि बिरामीहरू धेरै थिए, आज म यहाँ सक्दिनँ
भनेर बिरामीलाई भन्दा पनि यो धेरैजना आउनु भएको थियो अघि लगभग 50-60 जना अघि नै जानुभयो कुनै बेला गाउँलाई यो टिभीबाट पनि आइरहेको हुन्छ सबैले सुनिदिनु होला तपाईँहरूको चाहिँ युट्युब च्यानल नै यही हामी छौँ हजुरको साथमा टिभी कार्यक्रम हो कि अथवा टेलिभिजनमै बज्ने कार्यक्रम हाम्रो हो? टेलिभिजनमा के छ भन्दा टेलिभिजनमा अलिक क्वालिटी भएपछि अलिक क्वालिटी दिएर चाहिँ हामीले छिट्टै टिभीमा हाल्ने भन्ने मैले पहिल्यैदेखि प्रोसेस गरिरहेको थिएँ। अब यो नयाँ स्टुडियो हुँदाखेरि चाहिँ धेरै किसिमको अब सुधारेर चाहिँ हामी टिभीमा पनि हाल्छौँ च्यानलमा त आइराखेकै नै छ। युट्युब च्यानलको नाम पनि यही छ? हामी छ हजुरको साथ टिभी कार्यक्रम हुन्छ। हस् एकदमै धेरै धेरै शुभकामना। दिन दुखी गरिबहरूलाई सहयोग गर्नुहोला र एकदमै राम्रो फ्यामिलीमा बसेर हेर्न मिल्ने खालको दोहोरी गर्नुहोला होइन। धेरै भ्युजको पछाडि र धेरै त्यो भाइरलको पछाडि लाग्यो भने दोहोरी हाम्रो कला संस्कृति मौलिकता हराएर जान्छ। त्यो चिजलाई पनि अलिकति मेन्टेन गर्नुहोला। एकदमै सफलताको शुभकामना। हस् धेरै धेरै धन्यवाद छ। फेरि पनि के भन्न चाहन्छु भने नेपाली गीत सङ्गीतको माध्यमबाट धेरै व्यक्तिहरूलाई बचाउँ, हामी पनि बचाउँ, आफू पनि बचाउँ, सबैले बचाउँ। तब देश बन्छ, तब व्यक्ति बन्छ, तब संसार बन्छ। मैले यही आग्रह गरेँ। विशेष गरी तपाईँहरू सबैजना आइदिनु भयो, मिडियाकर्मी भाइ सरहरू सबै दिन आइदिनु भयो, त्यसका लागि धेरै धेरै सम्मान छ। र विशेष गरी फेरिको दिनमा तपाईँले यही स्टुडियोमा ल्याएर पनि तपाईँले एउटा सम्मानित गरेर म पठाउन पाउँ, यो मेरा लागि ठुलो सौभाग्य कुरा। हस् धन्यवाद।